युरिया मोलासेस मिनरल ब्लक युएमएमई ब्लक भनेर भन्छौँ हामीले भन्दाखेरि सर्टकटमा भन्दाखेरि होइन। त्यसैले हामीले 10 किलोको मात्रै बनाउन खोजिरहेका छौँ। देखाउनु यो चाहिँ 1 किलो युरिया है, 1 किलो युरिया, यसको लागि चाहिँ 1 किलो युरिया चाहिन्छ। हामीले यसो हालौँ गहुँको ढुटो वा धानको ऊ हालौँ 3.5 चाहिँ चोकर हालौँ यो खनेर यहाँ यो चाहिँ 3.5 किलो है सबै भन्यो हो बिस्तारै यहाँ माथि है ट्याक्कै ट्याक्कै माथिबाट 3.5 किलो है यो हो कार्बोहाइड्रेटलाई यो हाल्छौँ हामी सबै भन्यो आउँछ है। त्यसै गरी हामी अब के हाल्छौँ नुन हाल्छौँ 500 ग्राम अनि धानको ढुटो हाल 3.5 केजी 3.5 किलो उज्यालो है यतापट्टि हाल्नु राम्रोसँग। चुनढुङ्गा क्याल्सियम यसो कुन छ हेर त एकचोटि कुन चाहिँ चुन मिलन मिक्सर हाल ल मिल्ने मिक्सर हाल त्यो चुनढुङ्गा त्यो हाल यो चुनढुङ्गा हो चुनढुङ्गा हाल्दै माथि खनाइदेऊ चुनढुङ्गा बिस्तारै हावा आउँछ बिस्तारै त्यो चाहिँ उड्छ त्यहाँ बिस्तारै हाल्नुपर्छ यो चाहिँ धुलो चिजहरू हो। यो के हो यो चाहिँ मिनरल ल मिनरल हाल 100 ग्राम बिस्तारै हल्का हाल है। ल सिमेन्ट पनि हामी 500 ग्राम हाल्नुपर्छ है बनाउँछौँ है त। अब यसलाई मोल्नु पर्यो नि त बिस्तारै कसरी मोल्ने भन्दाखेरि यसलाई खाल्डो बनाउँदा त्यो हाल्नुपर्छ के अरे खुदो हाल्नु पर्यो नि त हो ल्याऊ सिमेन्ट ल्याऊ ल सिमेन्ट नै हाल सिमेन्ट हालिदेऊ ल यो पनि हाल पिना हल्का है बिस्तारै गरेर है उड्छ है यो सिमेन्ट चाहिँ उड्छ है बिस्तारै है सिमेन्ट पनि है यो यसलाई मोल्नुहोस्। अब यसलाई बिचमा चाहिँ खाल्डो बनाउनुहोस् अनि बल्ल है किन है अब खुदो हालेर अनि बल्ल जमाउने हो त्यसरी खाल्डो बनाउनुहोस् एकको बिचमा ल खुदो ल्याउनुहोस् त खुदो अथवा भेली है हामीले भेली उसले चाहिन्छ है यतापट्टि देखाउ न यसरी यसरी हाल न यसरी यसरी देखिन्छ हो खुदो हाल हो ल भयो यति राख यसले दानालाई चाहिन्छ यति ल हो है ल ल अब बिस्तारै हल्का सो सिमेन्ट बोले जस्तै थोरै थोरै हालेर मोल्नु है हो फेरि हुने भयो सब मिक्सवाला है। यो चाहिँ हाम्रो गाउँघरमै भनौँ घरमै भाउजूले बनाएको थियो भने आज चाहिँ बजारबाट किनेर ल्याएर हामी घरमा बनाउन सक्छौँ। यो चाहिँ व्यवसाय गर्ने मान्छेलाई है भनेर बनाएको ल खुदो अलिक कम भयो कि पानी ससेन नहालौँ अलिक खुदो हाल त कति भयो सबैले गर्नु